आजको सन्दर्भमा चाहिँ के छ भन्दाखेरि चाहिँ आफ्नो जिब्रोलाई चाहिँ सही कुरामा मात्र बोल्नुपर्छ। गलत कुराको प्रचार गर्नको लागि समय व्यर्थ गर्नु कुनै आवश्यकता छैन। यो सामाजिक सञ्जालमा आएका कुराहरूमा आफू न्यायाधीश बन्ने, आफू नै फैसला गर्ने त्यो काम चाहिँ ठिक होइन। किनभने कुनै पनि हामी देशमा बस्छौँ भने त्यसको न्यायालयमा विश्वास गर्नुपर्छ, न्याय प्रशासनमा विश्वास गर्नुपर्छ। न्याय प्रशासनमा गल्ती हुन्छ र त्यसलाई सुधार्ने ठाउँ पनि हुन्छ। र एउटा कुरा कस्तो हुन्छ भने संस्था चाहिँ कहिले पनि गलत हुँदैन, संस्थामा भएका व्यक्तिहरू चाहिँ गलत हुन्छ। संस्था आफैमा कहिले पनि गलत हुँदैन। र त्यो व्यक्तिले गरेको कामको लागि चाहिँ संस्थालाई चाहिँ बदनाम गर्नु चाहिँ कुनै पनि आवश्यकता हुँदैन, गर्न आवश्यकता पनि छैन। र एउटा कुरा के हो भने तपाईँलाई जुन कुरा मनपर्छ त्यो अरूलाई मन पर्दैन, नपर्न पनि सक्छ। तपाईँलाई मनपर्ने खाना, तपाईँलाई मनपर्ने मान्छे, तपाईँलाई मनपर्ने धर्म अरूलाई नै मन पर्नै पर्छ भने चाहिँ हुँदैन। र हामीले पनि कसैलाई कुनै कुराको आरोप लगाउनुभन्दा अगाडि चाहिँ सोच्नुपर्छ कि भोलि त्यो हामीले लगाएको आरोप चाहिँ गलत साबित भयो भने हामीले लगाएको आरोप त फिर्ता हुँदैन। त्यस कारणले चाहिँ कसैले पनि आरोप लगाउनु र कटु वचन बोल्नुभन्दा अगाडि चाहिँ 10 चोटि एकचोटि सोच्नुहोस् कि तपाईँले गरेको कामले चाहिँ कसैलाई असर परिरहेको छ कि छैन। र तपाईँले एउटा सानो कुरा, सानो समाचार सेयर गर्दाखेरि चाहिँ कसैलाई चाहिँ त्यो कुराले चाहिँ असर गरेछ कि छैन त्यो विचार गरेर मात्र पनि सेयर गर्नुहोस्। अहिले फेसबुक, टिकटकमा आउने कुराहरू सबै कुराहरू चाहिँ बुझेर मात्र सेयर गर्नुहोस्, लाइक गर्नुहोस् र सबै कुरामा आफू न्यायाधीश भन्ने काम चाहिँ नगर्नुहोस्। हरे कृष्ण।